सम्पूर्ण साथीहरुमा नमस्कार अनि हार्दिक स्वागत छ यो अर्को नयाँ भिडियोमा। लोकसेवा आयोग खरिदार नायब सुब्बा र शाखा अधिकृत तयारीमा जुट्नुभएका सम्पूर्ण साथीहरुको लागि विश्वको भूगोलबाट 30 वटा महत्त्वपूर्ण एमसीक्यू क्वेशन अभ्यास सेट लिएर आजको भिडियोमा उपस्थित भइसकेका छौं। कृपया भिडियो अन्तिमसम्म हेर्नुहोला र कस्तो लाग्छ जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया कमेन्ट बक्समा लेख्नुहोला र हामीले तपाईले क्वेशन राखिरहँदाखेरि तपाईले कतिवटा प्रश्नको सही जवाब दिनुहुन्छ त्यो पनि अन्तिममा तपाईको अंक स्कोर कमेन्ट गरिदिनुहोला। ढिला नगरी लागौं हाम्रा प्रश्न उत्तरतर्फ। क्वेशन नम्बर 91। क्वेशन नम्बर 91 यस प्रकार रहेको छ। स्थायी नदीहरू नभएको एकमात्र महादेश कुन हो? स्थायी नदीहरू नभएको एकमात्र महादेश कुन हो? अप्सन ए एसिया, बी अस्ट्रेलिया, सी अन्टार्कटिका, डी युरोप। र स्थायी नदीहरू नभएको एकमात्र महादेश भनेको अस्ट्रेलिया महादेश हो, त्यसैले अप्सन बी राइट एन्सर। क्वेशन नम्बर 92। क्वेशन नम्बर 92 यस प्रकार रहेको छ, ध्यान दिएर हेर्नु होला। र अस्ट्रेलिया महादेशको सबैभन्दा ठुलो नदी कुन हो? अस्ट्रेलिया महादेशको सबैभन्दा ठुलो नदी कुन हो? अप्सन ए नाइल नदी, बी वाङ्गो नदी, सी मरी डार्लिङ, डी अमेजन। र सबैभन्दा ठुलो नदी भनेको छ, त्यसैले यो ठुलो नदी अस्ट्रेलिया महादेशको भनेको मरी डार्लिङ हो, त्यसैले अप्सन सी इज राइट एन्सर है त। ल क्वेशन नम्बर 93। अस्ट्रेलिया महादेशको सबैभन्दा ठुलो मरुभूमि कुन हो? अस्ट्रेलिया महादेशको सबैभन्दा ठुलो मरुभूमि कुन हो? ए मृत सागर, बी सहारा मरुभूमि, सी गोबी मरुभूमि, डी ग्रेट भिक्टोरिया। र अस्ट्रेलिया महादेशको सबैभन्दा ठुलो मरुभूमि कुन हो भन्दा ग्रेट भिक्टोरिया हो, ग्रेट भिक्टोरिया, त्यसैले अप्सन डी राइट एन्सर। क्वेशन नम्बर 94। क्वेशन नम्बर 94 यस प्रकार रहेको छ। सक्रिय ज्वालामुखी नभएको एकमात्र महादेश कुन हो? सक्रिय ज्वालामुखी नभएको एकमात्र महादेश कुन हो? अप्सन ए एसिया, बी अस्ट्रेलिया, सी अन्टार्कटिका, र डी युरोप महादेश। र सक्रिय ज्वालामुखी नभएको महादेश भनेको अस्ट्रेलिया महादेश हो, त्यसैले अप्सन बी राइट एन्सर। क्वेशन नम्बर 95। सबैभन्दा ठुलो र गहिरो महासागर कुन हो? सबैभन्दा ठुलो र गहिरो महासागर कुन हो? अप्सन ए प्रशान्त महासागर, बी हिन्द महासागर, सी आन्ध्र महासागर, र डी सुमेरु महासागर। सबैभन्दा ठुलो र गहिरो महासागर भनेको प्रशान्त महासागर हो, त्यसैले अप्सन ए राइट एन्सर। क्वेशन नम्बर 96। सबैभन्दा धेरै टापुहरू हुने महासागर कुन हो? सबैभन्दा धेरै टापुहरू हुने महासागर कुन हो? यो पनि प्रशान्त महासागर हो, त्यसैले अप्सन ए प्रशान्त महासागर राइट एन्सर। क्वेशन नम्बर 97। प्रशान्त महासागर पत्ता लगाउने व्यक्ति को हुन्? प्रशान्त महासागर पत्ता लगाउने व्यक्ति को हुन्? ए फर्डिनेन्ड मैगलन, बी भास्को डिगामो, सी राकेश शर्मा, डी जोहानस केप्लर। र प्रशान्त महासागर पत्ता लगाउने व्यक्ति भनेको छ, र पत्ता लगाउने व्यक्ति प्रशान्त महासागर पत्ता लगाउने भन्ने व्यक्ति को हुन् त? प्रशान्त महासागर पत्ता लगाउने भनेको भास्को डी वाग्ले हुन्, भास्को डिगामा पनि भन्छ, भास्को डिगामा, अप्सन बी राइट एन्सर। क्वेशन नम्बर 98। प्रशान्त महासागरको नामाकरण गर्ने व्यक्ति को हुन्? प्रशान्त महासागरको नामाकरण गर्ने व्यक्ति को हुन्? ए फर्डिनेन्ड मैगलन, बी भास्को डिगामा, सी राकेश शर्मा, डी जोहानस केप्लर। र प्रशान्त महासागरको नामाकरण गर्ने व्यक्ति को हुन् त भन्दा यो फर्डिनेन्ड मैगलन हुन्, स्पेनका व्यक्ति फर्डिनेन्ड मैगलन, ए राइट एन्सर। उनी चाहिँ खास गरी प्रशान्त महासागर पार गर्दै गर्दा चाहिँ उनले शान्त देखेका थिए प्रशान्त महासागरलाई, त्यसैले उनले चाहिँ प्रशान्त महासागरको नामाकरण गरेका हुन्। ल क्वेशन नम्बर 49 यस प्रकार रहेको छ। शान्त एवं सौम्य महासागर कुन हो? शान्त एवं सौम्य महासागर कुन हो? ए प्रशान्त, बी हिन्द, सी आन्ध्र, डी सुमेरु। र शान्त एवं सौम्य महासागर भनेको प्रशान्त महासागर हो, त्यसैले अप्सन ए राइट एन्सर। क्वेशन नम्बर 100। प्रत्येक वर्ष 1 इन्चका दरले खुम्सदै गएको महासागर कुन हो?
प्रत्येक वर्ष 1 इन्चका दरले खुम्चदै गएको महासागर कुन हो? यो पनि अप्सन ए मा छ प्रशान्त, बी हिन्द, सी आन्ध्र, डी सुमेरु। यो पनि प्रशान्त महासागर हो, त्यसैले ए राइट एन्सर प्रशान्त महासागर। ल क्वेसन नम्बर 101 यो चाहिँ महत्त्वपूर्ण छ है। क्वेसन नम्बर अर्थात् प्रश्न नम्बर 101 यो अलि महत्त्वपूर्ण छ, यसलाई चाहिँ ध्यान दिएर तपाईले नोट गर्नु होला है त। ल उत्तर पश्चिम प्रशान्त महासागरीय क्षेत्रमा आउने सामुद्रिक आँधीलाई के भनिन्छ? उत्तर पश्चिम प्रशान्त महासागरीय क्षेत्रमा आउने सामुद्रिक आँधीलाई के भनिन्छ? ए टाइफुन, बी बिलिबिली, सी साइक्लोन, डी हरिकेन। र के भनिन्छ त भन्दा उत्तर पश्चिम प्रशान्त महासागरीय क्षेत्रमा आउने सामुद्रिक आँधीलाई टाइफुन भन्ने गरिन्छ, टाइफुन। त्यसैले अप्सन ए राइट एन्सर। क्वेसन नम्बर 102 दक्षिण प्रशान्त महासागरमा आउने सामुद्रिक आँधीलाई के भनिन्छ? दक्षिण प्रशान्त महासागरमा आउने सामुद्रिक आँधी, सामूहिक आँधी अथवा सामुद्रिक आँधीलाई के भनिन्छ? सामुद्रिक आँधीलाई के भनिन्छ भन्दा ए टाइफुन, बी बिलिबिली, सी साइक्लोन, डी हरिकेन। र दक्षिण प्रशान्त महासागरमा आउने सामुद्रिक आँधीलाई चाहिँ यो बिलिबिली भन्छ, त्यसैले अप्सन बी राइट एन्सर। क्वेसन नम्बर 103 क्रस रोड अफ द पेसिफिक, क्रस रोड अफ द पेसिफिक भन्नाले केलाई चिनिन्छ? क्रस रोड अफ द पेसिफिक भन्नाले केलाई चिनिन्छ? ए फिजी, बी बिलिबिली, सी साइक्लोन, डी हरिकेन। र क्रस रोड अफ द पेसिफिक भन्नाले फिजीलाई चिन्ने गरिन्छ, त्यसैले अप्सन ए राइट एन्सर। क्वेसन नम्बर 104 क्वेसन नम्बर 104 यस प्रकार रहेको छ, ध्यान दिएर हेर्नु होला। प्रशान्त महासागरको सबैभन्दा गहिरो भाग कुन हो? प्रशान्त महासागरको सबैभन्दा गहिरो भाग कुन हो? प्रशान्त महासागरको सबैभन्दा गहिरो भाग कुन हो भन्दा अप्सन ए प्युटोरिक डिप, अप्सन बी मारियाना ट्रेन्च, अप्सन सी मारियाना ट्रेन्च, अप्सन यहाँ चाहिँ एउटै अप्सन भएछ है। अब अप्सन डी जाभा ट्रेन्च। खास गरी प्रशान्त महासागरको सबैभन्दा गहिरो भागलाई चाहिँ मारियाना ट्रेन्च भन्छ। मारियाना ट्रेन्च यसको फिलिपिन्स नजिक छ, यो चाहिँ खास गरी 10,994 मिटर यसको गहिराई छ। अब यहाँ चाहिँ अप्सन दुईवटामै बी र सीमा मारियाना ट्रेन्च भएछ, तर तपाईँले यी मध्ये मारियाना ट्रेन्च हो भने बुझ्नु होला है त। ल मारियाना ट्रेन्च हो भने चाहिँ बुझ्नु होला। क्वेसन नम्बर 105 प्रशान्त महासागरको औसत गहिराई कति रहेको छ? प्रशान्त महासागरको औसत गहिराई कति रहेको छ? अप्सन ए 3400 मिटर, बी 2300 मिटर, सी 5300 मिटर, डी 4300 मिटर। र प्रशान्त महासागरको औसत गहिराई भनेको 4300 मिटर छ, त्यसैले अप्सन डी राइट एन्सर। क्वेसन नम्बर 106 प्रशान्त महासागरको सबैभन्दा ठुलो टापु कुन हो? प्रशान्त महासागरको सबैभन्दा ठुलो टापु कुन हो? ए ग्रिनल्यान्ड, बी न्युगिनी, सी माडागास्कर, डी अलेक्जेन्डर। र प्रशान्त महासागरको सबैभन्दा ठुलो टापु भनेको न्युगिनी हो, त्यसैले अप्सन बी राइट एन्सर। क्वेसन नम्बर 107 क्वेसन नम्बर 107 यस प्रकार रहेको छ, ध्यान दिएर हेर्नु होला। दोस्रो ठुलो र तेस्रो गहिरो महासागर कुन हो? दोस्रो ठुलो र तेस्रो गहिरो महासागर कुन हो भन्दा प्रशान्त, हिन्द, आन्ध्र र सुमेरु मध्ये आन्ध्र महासागर हो, त्यसैले अप्सन सी आन्ध्र महासागर राइट एन्सर। क्वेसन नम्बर 108 108 यस प्रकार रहेको छ। सबैभन्दा व्यस्त र वाणिज्य महासागर भन्नाले कुन महासागरलाई चिनिन्छ? सबैभन्दा व्यस्त र वाणिज्य महासागर भन्नाले कुन महासागरलाई चिनिन्छ? प्रशान्त, हिन्द, आन्ध्र, सुमेरु। यो चाहिँ सबैभन्दा व्यस्त पनि वाणिज्य महासागर, व्यापारिक महासागर भन्नाले आन्ध्र महासागरलाई चिनिन्छ, त्यसैले अप्सन सी आन्ध्र महासागर राइट एन्सर। क्वेसन नम्बर 109 आन्ध्र महासागरमा रहेको रहस्यमय समुद्री क्षेत्रलाई के भनिन्छ? आन्ध्र महासागरमा रहेको रहस्यमय समुद्री क्षेत्रलाई के भनिन्छ? ए मृत सागर, बी ब्रमुडा त्रिकोण, सी जाभा ट्रेन्च, डी प्युटोरिक द्वीप। र आन्ध्र महासागरमा रहेको रहस्यमय समुद्री क्षेत्रलाई
यो ब्रमुडा त्रिकोण भन्छ, ब्रमुडा त्रिकोण। त्यसैले अप्सन बी राइट एन्सर। यो ब्रमुडा त्रिकोणमा चाहिँ यो 1912 तिर हो। 1912 मा टाइटानिक नामक पानी जहाज दुर्घटना भएको थियो र यो ब्रमुडा त्रिकोण चाहिँ खास गरी 1800 फिट गहिरो छ। त्यहाँ चाहिँ गएका कुनै पनि वस्तुहरू चाहिँ फर्केर आउँदैनन्। एउटा चाहिँ रहस्यमय समुद्री क्षेत्र हो भनेर भन्ने गरिन्छ है त। ल क्वेसन नम्बर 110। क्वेसन नम्बर 110 यस प्रकार रहेको छ, ध्यान दिएर हेर्नु होला। सबैभन्दा ठुलो छाल हान्ने महासागर भन्नाले कुन महासागरलाई चिनिन्छ? सबैभन्दा ठुलो छाल हान्ने महासागर भन्नाले कुन महासागरलाई चिनिन्छ? ए प्रशान्त महासागर, बी हिन्द महासागर, सी आन्ध्र महासागर, डी सुमेरु महासागर। र सबैभन्दा ठुलो छाल हान्ने महासागर भन्नाले सबैभन्दा ठुलो छाल हान्ने महासागर कुन हो भन्दा आन्ध्र महासागर हो। त्यसैले अप्सन सी राइट एन्सर। क्वेसन नम्बर 112। प्रत्येक वर्ष 1 इन्चका दरले फैलिँदै गएको महासागर कुन हो? प्रत्येक वर्ष 1 इन्चका दरले फैलिँदै गएको महासागर कुन हो भन्दा यो आन्ध्र महासागर हो। त्यसैले अप्सन सी राइट एन्सर हुन्छ। खुम्चिँदै गएको भन्यो भने प्रशान्त महासागर र फैलिँदै गएको भन्यो भने आन्ध्र महासागर। क्वेसन नम्बर 113। उत्तरी ध्रुवदेखि दक्षिणी ध्रुवसम्म फैलिएको महासागर कुन हो? उत्तरी ध्रुवदेखि दक्षिणी ध्रुवसम्म फैलिएको महासागर कुन हो? अप्सन ए प्रशान्त महासागर, बी हिन्द महासागर, सी आन्ध्र महासागर, डी सुमेरु महासागर। र उत्तरी ध्रुवदेखि दक्षिणी ध्रुवसम्म फैलिएको महासागर भनेको आन्ध्र महासागर हो। त्यसैले अप्सन सी राइट एन्सर। क्वेसन नम्बर 114। आन्ध्र महासागरमा रहेको विश्वको सबैभन्दा ठुलो टापु कुन हो? आन्ध्र महासागरमा रहेको विश्वको सबैभन्दा ठुलो टापु कुन हो? ए ग्रिनल्यान्ड, बी न्यू गिनी, सी मडागास्कर, डी अलेक्जेन्डर। र कुन हो त भन्दा आन्ध्र महासागरमा रहेको विश्वको सबैभन्दा ठुलो टापु भनेको ग्रिनल्यान्ड हो। त्यसैले अप्सन ए राइट एन्सर। क्वेसन नम्बर 115। सबै महासागर मध्ये सबैभन्दा नुनिलो पानीको महासागर कुन हो? सबै महासागर मध्ये सबैभन्दा नुनिलो पानीको महासागर कुन हो? ए प्रशान्त, बी हिन्द, सी आन्ध्र, डी सुमेरु। अब नुनिलो पानीको महासागर भन्नाले चाहिँ हामीले आन्ध्र महासागरलाई चिन्छौँ। त्यसैले अप्सन सी आन्ध्र महासागर। ल क्वेसन नम्बर कति? क्वेसन नम्बर 116। क्यारेबियन सी केसँग सम्बन्धित छ? क्यारेबियन सी केसँग सम्बन्धित छ भन्दा आन्ध्र ए प्रश्न नम्बर अप्सन नम्बर ए प्रशान्त, बी हिन्द, सी आन्ध्र, डी सुमेरु। र क्यारेबियन सी केसँग सम्बन्धित छ भन्दा आन्ध्र महासागरसँग सम्बन्धित छ। त्यसैले अप्सन सी राइट एन्सर। क्वेसन नम्बर 117। आन्ध्र महासागरको सबैभन्दा गहिरो भागलाई के भनिन्छ? आन्ध्र महासागरको सबैभन्दा गहिरो भागलाई के भनिन्छ? अप्सन ए प्युटोरिक द्वीप, अप्सन बी मारियाना ट्रेन्च, अप्सन सी यहाँ पनि मारियाना ट्रेन्च दुई ठाउँ डबल भएछ, र अप्सन डी जाभा ट्रेन्च। र आन्ध्र महासागरको सबैभन्दा गहिरो भागलाई के भनिन्छ भन्दा प्युटोरिक द्वीप भन्छ है, प्युटोरिक द्वीप भन्छ। त्यसैले अप्सन ए राइट एन्सर हो। र यो प्युटोरिक द्वीप चाहिँ अमेरिका नजिक छ। यो खास गरी 9138 मिटर गहिराइ छ प्रशान्त महासागरको, त्यसलाई भन्छ प्युटोरिक द्वीप। ल क्वेसन नम्बर 118 है, 118 ध्यान दिएर हेर्नु होला। क्वेसन नम्बर 118। आन्ध्र महासागरको औसत गहिराइ कति रहेको छ? आन्ध्र महासागरको औसत गहिराइ कति रहेको छ? ए 3400 मिटर, बी 3500, सी 3600, डी 3700। र प्रशान्त आन्ध्र महासागरको औसत गहिराइ भनेको 3700 मिटर छ। त्यसैले अप्सन डी राइट एन्सर। क्वेसन नम्बर 119। तेस्रो ठुलो र दोस्रो गहिरो महासागर कुन हो? तेस्रो ठुलो र दोस्रो गहिरो महासागर कुन हो? प्रशान्त, हिन्द, आन्ध्र र सुमेरु मध्ये हिन्द महासागर चाहिँ तेस्रो ठुलो हो र दोस्रो गहिरो महासागर हो। त्यसैले अप्सन बी राइट एन्सर। ल क्वेसन नम्बर 120 ध्यान दिएर हेर्नुहोस् है। क्वेसन नम्बर 120 यस प्रकार रहेको छ। सबैभन्दा न्यानो र बन्द महासागर भन्नाले कुन महासागरलाई चिनिन्छ? सबैभन्दा न्यानो र बन्द महासागर भन्नाले कुन महासागरलाई चिनिन्छ? अप्सन ए प्रशान्त, बी हिन्द, सी आन्ध्र, डी सुमेरु। यसको राइट एन्सर रहेको छ अप्सन बी हिन्द महासागर।
ल साथीहरू, तपाईँले मैले 91 देखि 120 सम्म 30 वटा क्वेसन राखेँ। तपाईँले यो अभ्यास सेट 4 मा राखेका प्रश्नमध्ये कतिवटा प्रश्नको 30 वटा प्रश्नमध्ये कतिवटा प्रश्नको सही जवाब तपाईँले दिन सक्नुभयो? कृपया तपाईँले कति अङ्क प्राप्त गर्नुभयो आफ्नो अङ्क स्कोर कमेन्ट बक्समा लेखिदिनु होला। यदि तपाईँले च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने कृपया हाम्रो च्यानललाई सब्सक्राइब गर्नुहोला र नजिकै आउने बेल आइकनलाई क्लिक गरेर च्यानलमा जोडिनुहोला। र यदि तपाईँ लोकसेवा आयोग अन्तर्गत खरिदार, नायब सुब्बा र शाखा अधिकृत तयारी गर्नुहुन्छ भने त तपाईँका लागि च्यानल उपयोगी छ। तपाईँले 30 वटा प्रश्नमध्ये कतिवटा प्रश्नको सही जवाब दिए भन्नलाई अझ जाँच गर्नका लागि तपाईँले मैले यहाँ एन्सर सिट पनि राखिदिएको छु। एन्सर की, यो एन्सर कीबाट तपाईँले पत्ता लगाउन सक्नुहुन्छ। एन्सर कीबाट तपाईँले प्रश्न भन्न सक्नुहुन्छ कतिवटा प्रश्नको सही जवाब दिए भनेर यो चाहिँ हेर्नुहोला। र यदि तपाईँले अझै पनि महत्त्वपूर्ण विश्वको भूगोलबाट सोधिने महत्त्वपूर्ण क्वेसनको खोजीमा हुनुहुन्छ भने कृपया अभ्यास सेट भाग 5 लिएर फेरि आउँदैछौँ। त्यो भिडियोको प्रतीक्षामा रहिदिनु होला र च्यानलमा जोडिँदै गर्नुहोला भन्दै आजको यो भिडियोबाट भने म पनि बिदा हुन्छु। नमस्कार।